चर्को घाम, धुलो र भारी वर्षासम्म तपाईको घरको बाहिरी भित्ताले हरेक दिन कडा मौसमको सामना गर्दछ। त्यसैले चाहिन्छ डिजिटल डुरा प्रोटेक्ट प्रिमियम एक्सटिरियर इमल्सन पेन्ट। जर्मन प्रविधिबाट बनेको यो पेन्टले दिन्छ 10 वर्षसम्मको वारेन्टी। युभी किरण, चिरा पर्ने समस्या र कडा मौसमबाट मजबुत सुरक्षा। अब तपाईको घर वर्षौंसम्म नयाँ जस्तै चम्किलो। थप जानकारीका लागि www.digitalpaints.com.np। दिनभरको कामले शरीर थाकेको छ? घाँटी, ढाड र काँध दुखेर हैरान हुनुहुन्छ? अब दुखाइको अन्त्य दमदार मालिस तेल। हाड जोड्नीको दुखाइ, ढाड तथा कम्मरको दुखाइ, घुँडा तथा मांसपेशीको दुखाइमा उपयोगी। सबैको रोजाइ दमदार मालिस तेल। काकी काकी को म कुमार नि काकी। ए कुमार त पो होइन, बालकृष्ण सुन्दा कता लागेछन् काकी? अहिले यतै थिए भित्र, त्यहाँ खाना बसेर कता घाँस काट्न गयो होला। ए अनि खोइ त फुच्चे पनि देख्दिनँ। फुच्चे चाहिँ त्यहाँ खेल्दै थियो, कता साथीसँग खेल्न गयो होला। ए अनि काकीलाई बिरामले निकै साह्रो पारो कि क्या हो? के भन्छस् कुमार, सास बढेर फत्रक्क हात खुट्टा गल्छ, त्यति नै। हिँड्नु हुँदैन, बाँचिँदैन होला कुमार। बाँचिन्छ नि काकी, हरेस पो खानु हुँदैन त। आँखा पनि देखिँदैन, हरेस नखाएर के गर्नु? काकी धामी झाँक्री पो लाउने हो कि कतै लागले पो दुःख दिएको छ कि काकी?
लाग लगन पनि गरेको, कालो बोको चाहिन्छ भनौ, भाले चाहिन्छ भनौ, त्यो पनि गर्ने गरेको, केही भएन त्यो। अनि डाक्टरले चाहिँ के भन्यो नि? यहाँ ढाडको नसा चेपिएको छ अरे, अपरेसन गर्नुपर्छ भनौ। ए अपरेसन नै पो? अपरेसन गर्नुपर्छ भनौ। प्रेसर, सुगर, थाइराइड सबै जति हुनु महिलाई भएछ। चिन्ता लिनु पर्दैन काकी, केही हुँदैन, औषधि खाएपछि निको भइहाल्छ नि। अनि कहाँबाट आइरहेथिस्? म यसो खेततिर हिँडेको थिएँ, अनि काकीलाई पनि अस्पतालबाट ल्याए अरे भनेको सुनेर यसो भेटेर जाउँ भनेर निस्केको काकी। लु म लाग्छु काकी अब। कहिले काहीँ आउँदै गर है नानी। हुन्छ काकी, म आउँदै गर्छु। लु म गएँ है काकी। ओहो बालकृष्ण, मुडो त दह्रो ल्यायो त। ल्याउनु पर्यो नि दाइ, अब चाहिहाल्छ। अन्त चाहिन्छ। अनि कता लाग्नु भयो दाइ? होइन, यहाँ आज सत्सङ्ग छ। हजुर, त्यता लाग्दै गरेको। अलि ढिलो पनि भइरहेछ, हिँडेको ल म चाहिँ। ल हुन्छ दाइ, ल भेट्दै गरौँ है। हुन्छ दाइ, ल। अहिलेसम्म यही मोबाइल खेलेर बसेको छस्? हेर है, मैले भन्देको छु तिम्रो आमाको उपचार गर्दा गर्दै सबै सम्पत्ति सकिने भयो। अलिक बिस्तारै बोलाउनु हौ सुनिता, बाहिर आमाले थाहा पाउनुहुन्छ कि? थाहा पाएर पनि केही फरक पर्दैन। आफूलाई जन्मदेखि आमा हुनु हौ। जन्मदेखि भनेर मात्र हुन्छ? अब त्यत्रो अपरेसन गर्ने सम्पत्ति कहाँबाट ल्याउनु? यी बुढीले हामीलाई सुकुम्बासी बनाउने भइन्। जे भने पनि गर्नै पर्यो नि सुनिता। गर्नै पर्यो होइन? यदि तिमी मान्दैनौ भने म चाहिँ यो घरमा तिम्रो आमालाई पालेर बस्न सक्दिनँ है। त्यसो भए के गर्नु सुनिता? के गरौँ होइन, खुरुक्क लगेर वृद्धाश्रममा छोडेर आऊ, ढुक्क हुन्छ। बुहारी, के भयो? किन बोलाको? पानी ल्याइदेन, दबाई खाने बेला भयो। लु यहाँ राखिदिएको छु, खाऊ। किन झर्किन्छस् बुहारी? यस्तो रोग अरूलाई लाग्दैन र? झर्केको होइन, यस्तो रोग पालेर बाँच्नु भन्दा मर्नु नि बरु। पृथ्वीको भार। तँ त मलाई एक आँखाले हेर्न सक्दिनस् त। धेरै हल्ला गरिराख्नु पर्दैन, गाउँलाई रमिता देखाउने होइन। तेरी बुढी के भन्छ मलाई? ठिकै भने आमा। तँ पनि त्यही भन्छस्? 10 धारा दुध खुवाएको बिर्सिस? बिर्से मैले। तिम्रो उपचार गर्दा गर्दै हाम्रो सबै सम्पत्ति सकिसक्यो। भोलि हाम्रो छोरालाई के सुकुबासी बनाउने हो र? हिँड सुनिता भित्र। मैले यत्रो छोराछोरी जन्माए, पालन पोषण गरेँ, कति खाइ नखाइ। बाबु, यस्तो नाति पनि छ।
को तपाईँ? म एउटा सहाराविहीन नाइमाई हुँ। अनि कहाँ हिँड्नु हो यति राति यो आधा रातमा? म आत्महत्या गर्न हिँड्यो। आत्महत्या? किन गर्नु पर्यो आत्महत्या? भन्नुहोस् त। मेरो एउटा लामो कथा छ। ए मैले बुझेँ। अनि आत्महत्या चाहिँ समस्याको समाधान हो त? होइन। अनि तपाईँलाई त खोकी पनि लागेको रहेछ, खोक्नु पनि हुँदो रहेछ। यो मेरो लामो बिरामो। एउटा मेरो सल्लाह मान्नुहुन्छ? मान्छु। मान्नुहुन्छ नि? मान्छु। त्यसो भए मेरो सल्लाह मान्नुहुन्छ भने हाम्रो एउटा पातञ्जल योग समिति छ। त्यो समितिमा चाहिँ हाम्रो दैनिक रूपमा योग, ध्यान, प्राणायाम गराइन्छ। सारा तपाईँ जस्तो असहायहरूलाई चाहिँ पालन पोषण गर्दै नयाँ जीवन प्रदान गर्छ। यो समस्या त केही पनि होइन। अब तपाईँ जस्तो समस्या भएका मान्छेहरू त यो संसारमा हजारौँ छन्। अब लु घर जानुहोस्, तपाईँ घर जानुहोस्। यसरी हुँदैन, ल घर जानुहोस्। म घर त जाँदै जाँदिनँ। मलाई घरमा घाँस पनि छैन, बास पनि छैन। म घर चाहिँ जान्न। लु त्यसो भए म एउटा उपाय तपाईँलाई बताउँछु। हाम्रो पातञ्जल योग समितिको आश्रम छ। लु तपाईँलाई म त्यहीँ लान्छु। त्यहाँ जाउँ। लु हिँड्नुहोस्, हिँड्नुहोस्। यसरी हुँदैन। ल बिस्तारै है त हिँड्नुहोस्। हाम्रो आश्रममा गएर अब बस्नुपर्छ। त्यहाँ जाँदा बस्दा ठिकै होला? ठिक, एकदम ठिक हुन्छ। तपाईँ टेन्सन नगर्नुहोस्, तपाईँ सुर्ता नगर्नुहोस्। हाम्रो आश्रममा लगेर म तपाईँलाई राख्छु। ल हामी छौँ तपाईँलाई सहारा दिने। आजको यस हाम्रो बैठकको मुख्य एजेन्डा चाहिँ मायादेवी दिदीलाई यस आश्रममा राख्ने बारे छ। तपाईँहरूको राय सल्लाह सुझाव के छ? माया दिदीलाई त यहाँ आश्रममा राख्ने हो र? उहाँको बालबच्चा छोराछोरी भएको मान्छेले यहाँ बस्ने हो र? होइन, उहाँका छोरा बुहारीले नै हेला गरिराखेका छन्। कहाँ जानुहुन्छ त? राख्नुपर्छ नि। गुरुले सबै प्रक्रिया मिलाएर ल्याउनु भएको राम्रो मान्छे ल्याउनु भएको छ र राख्नु न त। हो, मैले उहाँको सम्पूर्ण चाहिँ अवस्था बुझेर चाहिँ मैले यहाँ लिएर आएको। होइन, मायादेवीलाई राखिदिउँ न त। उहाँलाई छोरा बुहारीले पनि हेला गरेका छन् बिचरा।
मायादेवीले राख्ने कुराहरू हाम्रो चाहिँ जुन चाहिँ सामग्रीहरू खाद्यान्नको अवस्थाहरू के कस्तो अवस्थामा छ यहाँलाई के कति जानकार छ। अब मान्छे राखिसकेपछि त यो कुरा पनि त व्यवस्थापन त गर्नु पर्यो नि त कस्तो अवस्था छ। हामीसँग जिन्सी सामग्रीहरू छ, पर्याप्तै छ। नपुगेमा हामीले प्रदेश सरकार केन्द्र सरकारसँग पनि माग गर्न सक्छौँ। माया दिदी हामीसँग बस्न त खुसी हुन्छ नि तपाईँ? खुसी नै छु। ल त्यसो भए भोलि हामी सबैजना भएर माया दिदीसँगै योग साधना गर्ने जाने है त? हुन्छ। दीप ज्योति परम ज्योति, दीप ज्योति जनार्दना, दीपों में हरतु पापम, दीप ज्योति नमोस्तुते। Hello everybody. Good afternoon everybody. Sit down please. के छ सन्चै हुनुहुन्छ? आज यस क्लासमा छात्रहरू एकजना पनि देखिदैन, छात्राहरू मात्रै हुन्छ। खै छात्रा कोही पनि छैन नि त श्रृङ्खला? सर त्यो प्रशान्तको घरबाट लड्नु भएको थियो अनि उहाँलाई लिएर सबै बोइजहरू हस्पिटल लानुभएको छ। हो, यस्तै एकजना साथी बिमारी छ, सबै मिलेर यसरी गर्नुपर्छ। कति राम्रो, धन्यवाद। अब आजको क्लासमा हामी सबैजना तयारी छौँ? कसैलाई केही बिमारी बिसन्चो के त्यस्तो त छैन नि? छैन। ल आजको हामी क्लास अब सुरु गर्छौँ है त? योगको बारेमा हिजो मैले हिजोको क्लासमा लिइसकेका थिएँ। अब योग भनेको के हो?
कसलाई आउँछ? सर मलाई आउँछ। ल उठ त श्रृङ्खला भन। सर योग भनेको दुःखबाट मुक्ति पाउने ज्ञान हो सर। स्याबास ल बस। ल अब अरु कसलाई आउँछ? मलाई आउँछ सर। ल भन त कविता। सर योग भनेको आत्मा र परमात्मालाई जोड्नु नै योग हो सर। स्याबास कति राम्रो। अब आसनको बारेमा पनि हामीले पढाएको थिए। आसन कुनै पनि योगको आसन तारा आसन देखाउन कसलाई आउँछ? मलाई आउँछ सर। धन्यवाद। अगाडि देखाइदियो तिम्रो साथीहरू सबैलाई। तपाईँ कसरी यसको व्याख्या सहित भन है। सर यसरी गोडा जोड्नुपर्छ, त्यस पछाडि हातलाई माथि लान्छौँ, लक गर्छौँ, अनि हातलाई आकाशतिर श्वास लिँदै माथि लान्छौँ, कुर्कुच्चा पनि उठाउँछौँ, त्यस पछाडि एकछिन श्वास रोकेर बस्छौँ र श्वास छोड्दै 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 कुर्कुच्चाले टेक्दै विश्राम गर्छौँ। यति नै हो सर। स्याबास कति राम्रो आसन। भन भूमा। प्राणायाम अनुलोम विलोम प्राणायाम गर्दाका फाइदाहरू के छन्? सर अनुलोम विलोम प्राणायामले हाम्रो स्मरण शक्तिलाई बलियो बनाउँछ, त्यसै गरी यसले पढेको कुरा बिर्सिँदैन। स्याबास भूमा गएर बस। र तपाईहरू पनि अब घरमा गएपछि आफ्नो घरमा आफ्नो परिवारमा आफ्नो छिमेकीमा पनि योगको बारेमा व्याख्या भन्ने गर्ने देखाउने सबैलाई सहयोग गर्ने है त। ल घन्टी पनि लाग्यो। निस्किनु आज घर जानुहुन्छ कि यतै बस्नुहुन्छ? ल माया दिदी दुईटा मिठो चटपटे खाऊँ त। सीता मिस पिरो लाउँ कि नलाउँ? नहालौँ पिरो। म त पिरो खान्थेँ तर जति मिस पिरो खानु हो। ए त्यही त सीता मिस त्यस्तो होटिलो मोटिलो हुनुहुन्छ, ज्योति मिस त्यस्तो हुनुहुन्छ। विद्यार्थीहरू आउँदा भिड हुन्छ, मलाई पनि कहाँ मिस सजिलो छैन नि, भ्याइ नभ्याइ पो छ त। होइन माया दिदी तपाईँ त योगमा जान थालेर धेरै स्वस्थ हुनुभयो, व्यापारले पनि खायो, पैसा पनि कमाउनु भयो। के भन्नुहुन्छ सीता मिस, मैले त नयाँ जीवन पाएँ योगले त। रोग पुरै सबै ठिक भयो अनि पसल थालेँ। पहिले मैले कस्तो हरेस खाएको थिएँ, व्यापार त मालामाल छ नि। 3 जना कर्मचारी राखेको छु, कर्मचारी कस्तो इमान्दार पाएको छु। म त कति सन्तुष्टि छु। पैसा कमाएर के गर्नु, छोराबुहारीले देखिसकेन होइन हौ ज्योति मिस। छोराबुहारीले एक दिन अवश्य हेर्नेछन्। पैसा कमाएपछि त महादेव कहाँ त 3 नेत्र भन्थे। भाइ हाम्रो मान्छेको पाइँदैन। भूमा लिनु राजकुमारी धन्न हामीले बिहान सामान चाहिँ धेरै रेडी गरेको लिनु। बालिका चिया छिटो छिटो देऊ नानी। तिम्रो काम है त्यो चाहिँ। अब टिफिनको टाइममा अलिक छिटो गर्नु बाबा। गिलास लगेन मैले।
यो ढुङ्गा राखेको त अब म यो ल तिम्रो हजुरआमा र हजुरबुवा हुनुहुन्छ नि हुनुहुन्छ कति माया गर्नुहुन्छ धेरै मेरो त बाबा मम्मीलाई आमाले खेदाउनु भयो म पनि खेदाउँछु त्यस्तो गर्नु हुँदैन प्रियन्स छोरो कहाँ गयो गयो होला नि उफ्रिन खाना खायो के थाहा मलाई रातभरि हजुरआमा कि हजुरआमा बोलाएको बोलाइदियो तिम्रो कारण आमा पनि खेदाइयो रातभरि पनि त्यही बुढी खोज्छन् बिहान पनि त्यही बुढी नभई हुँदैन जस्तो भयो उस्तै छोरा होइन यो आइमाईको आइमाई चाहिँ कसरी शत्रु हुन्छ भने सँगै बसै नसक्ने म त अचम्म लाग्छ हौ के गर्दैछ बालकृष्ण लाप्पा खेल्दैछ सब के गर्नु दाइ म त साह्रै चिन्तामा छु हौ के को टेन्सन नि आफूलाई जन्म दिने आमालाई खेदाइहालिस् त्यस्तो नभन्नु न दाइ आमाले त्यतिमै घर छोड्न जस्तो पनि लागेन अहिले नाति केटोले आमा खोजेर हैरान बनायो केही खाँदैन कसरी खान्छ त हजुरआमाले त्यत्रो माया गरेर पालेको नाति यही सुन्ताको कुरा सुनेर यो अवस्था बताइ चिन्ताको कुरा होइन बालकृष्ण त पार्टी होस् आफूले जन्म दिने आमालाई खेदाउने त छोराको नाममा कुलङ्गार होस् त्यसो नभन्नु दाइ मैले गल्ती गरेँ त्यो गल्तीको कारणले आज घरमा शान्ति छैन मेरो मन साह्रै पोलेको छ दाइ के गर्ने दाइ अब त्यसो भए जा आमालाई घर लिएर आइजा माफी माग सुन्तलाई सम्झा बुझिस् ल अब म हिँडेँ हुन्छ दाइ म आजै जान्छु सुनिता तिमी ढोका लाउँदै गर त्यहाँ म भाउजूलाई भनेर आउँछु ल भाउजू भाउजू हामी आमाले हिँड्यौँ हामी 9 बजेसम्मको लागि घर नानी बस्तु हेरिदिनु ल आइपुगे गुरु अनि कस्तो छ हिजो तिमीलाई गुरु हजुरले मलाई नयाँ जीवन दिनुभयो गुरुको यो पातञ्जल योगको जय होस् मैले तिमीलाई अस्ति नै भनेको नि तिमीले दैनिक रूपमा योग ध्यान प्राणायाम गरेर तिम्रो सारा समस्या चाहिँ
समाधान भएर जान्छ भन्ने कुरो। अहिले बल्ल तिम्रो शरीरले त्यो योगको, त्यो प्राणायामको, ध्यानको बल्ल प्रभाव पर्दैछ नि। हो, अब दैनिक रूपमा यसरी तिमीले दैनिक रूपमा योग साधना गर्नुपर्छ। त्यो तिमीले बुझिसकेको छौ। सब ठिक भयो नि अहिले त? ठिक छ गुरु। ल ठिक छ। अनि अर्को कुरो, मैले तिम्रो छोरा बुहारीले बोलाएको थिएँ, सायद अहिले आइपुग्नुहुन्छ। आमा, मैले यो धेरै दुःख गरेर कमाएको सम्पत्ति हो। यो राम्ररी राख्नु छोराबुहारीलाई भनेर दिएँ। अनि नानी, मैले पाए जस्तो पीडा तिमीले भोग्नु नपरोस् है। हामीलाई माफ गरिदिनुहोस् आमा, हामीले बिर्सेका रहेछौँ। तपाईँ नै हाम्रो सम्पत्ति हो, तपाईँ नै हाम्रो भगवान हो, तपाईँ भए पुग्छ हामीलाई। अब यो सम्पत्ति के गर्ने त? यो सम्पत्ति आमाको नाममा राखौँ न है। आमा, हामी पनि भोलिदेखि तपाईँसँगै पातञ्जल योग गर्न आउनेछौँ, निरोगी हुनेछौँ, सकारात्मक सोचको विकास गर्नेछौँ। आजलाई घर जाउँ आमा, आफ्नै घर जाउँ आमा। जाउँ आमा। हिजो सम्झी